सिटिजन्स लाइफको बदमासी, नियम मिचेर अभिकर्तालाई कमिसन, बिमा दाबी भुक्तानीमा पनि उग्र कैफियत। सिटिजन्स लाइफ इन्सुरेन्सले नियम मिचेर अभिकर्तालाई कमिसन दिने गरेको तथ्य बाहिरिएको छ। प्रचलित कानुनी व्यवस्था र बिमा प्राधिकरणको प्रष्ट निर्देशनको धज्जी उडाएर कम्पनीले अभिकर्ताहरूलाई नियमभन्दा बढी कमिसन दिने गरेको पाइएको हो। कम्पनीका अभिकर्ताहरूले पनि कम्पनीले आफूलाई नियम बाहिर 7% बढी कमिसन दिने गरेको स्वीकारेका छन्। अभिकर्ताहरूलाई आफ्नो कम्पनीतर्फ लोभ्याउने र पोलिसी सेल्स बढाउनका लागि कम्पनीले यस्तो गैर कानुनी काम गरिरहेको अभिकर्ताहरूको दाबी छ। बदमासी स्वीकार्दै कम्पनी भन्छ, हामीले मात्र होइन अरूले पनि दिन्छन्। कम्पनीका सिनियर कर्मचारीहरू पनि आफूले मात्र नभई अरू कम्पनीले समेत यस्तो बदमासी गरिरहेको दाबी गर्छन्। हामीले मात्र होइन अरू कम्पनीले पनि यस्तो काम गर्ने गरेका छन्। केही थप कमिसन दिँदैमा केही बिग्रिँदैन। सिटिजन्स ब्याङ्कका एक सिनियर अधिकारी भन्छन्, कानुन ठुलो कि कर्मचारीको मोटिभेसन भन्ने कुरा पनि हेर्नुपर्छ। तर बिमा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाहरू भने कानुनभन्दा माथि कोही पनि हुन नसक्ने दाबी गर्छन्। कानुनभन्दा माथि कोही हुन सक्दैन। कानुन विपरीत 1 रुपैयाँ पनि बढी कमिसन दिनु गलत हो। कानुनका जानकार विनोद पौडेल भन्छन्, यति उति प्रतिशत भन्ने कुरै हुँदैन नि। कानुनभन्दा बढी 1 रुपैयाँ पनि दिनु गलत हो। यता बिमा प्राधिकरणमा समेत यस विषयमा मौखिक र केही लिखित उजुरी समेत परेका छन्। तर कम्पनीका सिइओ पोषक पौडेल जीवन विमक सङ्घका अध्यक्ष भएकै कारणले उनलाई प्राधिकरणले यस विषयमा कारबाही गर्ने आँट गरेको छैन। यस विषयमा कारबाहीको छलफल भने प्राधिकरणमा भएको, तर पौडेल नेपाल जीवन विमक सङ्घको अध्यक्ष भएकै कारण उनलाई कारबाही नगरेको स्वयं बिमा प्राधिकरणका अधिकारीहरू पनि स्वीकार्छन्। बिमा दाबी भुक्तानीमा पनि उग्र कैफियत। यता कम्पनीले बिमा दाबी भुक्तानीमा पनि थुप्रै कैफियतपूर्ण काम गरेको भेटिएको छ। कम्पनीको आन्तरिक लेखा परीक्षण र स्वयं बिमा प्राधिकरणको इन्स्पेक्सनको क्रममा पनि थुप्रै कैफियतहरू भेटिएका हुन्। कम्पनीले कतिपय अवस्थामा बिमा दाबी भुक्तानीमा कैफियतपूर्ण निर्णय गरेको पाइएको छ भने कतिपय बिमाका पोलिसी बेच्दा समेत गलत काम गरेको पाइएको छ। लेखा परीक्षणका क्रममा ब्याङ्कको फाइनेन्स विभाग समेत थुप्रै कैफियतहरू भेटिएका थिए। यतिसम्म कि प्राधिकरणलाई बुझाउने विवरणको तथ्याङ्क समेत गलत पठाइएको समेत पाइएको छ। कम्पनीको बदमासीको खबर आउन थालेपछि सूचना अधिकारीले फोन उठाउनै छाडे। यता कम्पनीले गरेका बदमासीको खबर एक गरी सार्वजनिक हुन थालेपछि कम्पनीका सूचना अधिकारी दीप बहादुर बिसीले फोन नै उठाउन छाडेका छन्। अरू बेला फोनमा कसैले केही जिज्ञासा राख्दा मिजासिलो पाराले बोल्ने उनले अहिले कम्पनीका बदमासीहरू एक गरी बाहिर आउन थालेपछि फोन उठाउन छाडेका हुन्। यस विषयमा पनि कम्पनीको आधिकारिक धारणा लिन हामीले 3 पटक फोन गरेका थियौँ, तर 3 पटक नै उनले हाम्रो फोन उठाएनन् भने कलब्याक समेत गरेनन्।